दर्शकवृन्द, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले राष्ट्रिय राजनीतिमा प्रवेश गर्न तयारीसहित मेयर पदबाट 2 साताभित्र राजीनामा दिने प्रक्रिया अघि बढाएका हुन्। आइतबार बिहान 4 बजे राष्ट्रिय स्वतन्त्र पार्टी रासुपा नेतृत्वसँग भएको 7 बुँदे सहमतिपछि बालेनले महानगर प्रमुखको पद छाडेर संसदीय राजनीति रोज्ने निर्णय गरेको छ। विश्वसनीय स्रोतका अनुसार बालेनले राजीनामाको सबै राजनीतिक तथा प्रावधानका तयारी पूरा गरिसकेको छ र माघ 6 गते मनोनयन दर्ताभन्दा अगाडि पद त्याग्न मिल्ने गरी समय तालिका मिलाइनेछ। आगामी फाल्गुन 21 गते निर्धारित प्रतिनिधि सभा निर्वाचन लक्षित गर्दै बालेनलाई रासुपाको तर्फबाट संसदीय दलको नेता तथा प्रधानमन्त्रीको पदका लागि उम्मेद्वार बनाउने अन्तिम सहमति भएको बताइएको छ। बालेनले पछिल्ला 2 वर्षमा एमाले, कांग्रेस र माओवादी केन्द्रका नेताहरूसँग भइरहेको मतभेद तथा संघीय सरकारले बारम्बार अवरोध गरेको आरोप सार्वजनिक रूपमा लगाइएको छ, जसले उनलाई राष्ट्रव्यापी दायरामा छिर्ने थप प्रेरणा दिएको विश्लेषकहरूले बताएको छ। महानगरभित्रका ठूला परियोजना, धर्मसुन्तली रङशाला, फोहोर व्यवस्थापन, सडक मोडेलिङ, सार्वजनिक संरचनाको पुनर्संरचना जस्ता कामहरू निरन्तर विवाद र संघीय हस्तक्षेपमा फस्दा बालेन स्वयं संघीय स्तरमा निर्णय लिन सक्ने भूमिकामा जान चाहेका थिए। रासोपा बालेन सहमतिमा काठमाडौँ महानगरको आगामी नेतृत्व, बजेट निरन्तरता, अपुरा परियोजनाको हक दावा तथा कानुनी संक्रमणसँग सम्बन्धित बुदाहरू समेत समेटिएको बताइएको छ। बालेनको राजीनामा स्वीकार भएपछि महानगरपालिकामा उपमेयर सुनिता डङ्गोलले कार्यवाहक प्रमुखका रूपमा नेतृत्व सम्हाल्नेछिन्। राजनीतिक विश्लेषकहरूका अनुसार बालेनको संघीय राजनीतिमा प्रवेश मात्र नभई प्रधानमन्त्रीका दावेदारका रूपमा अगाडि बढ्नु नेपालको शहरी मध्यवर्ग, युवा पुस्ताको राजनीतिक मनोभूमिमा ठूलो प्रभाव पार्नेछ। सामाजिक सञ्जालमा पनि यस विषयमा व्यापक बहस चलेको थियो र बालेन समर्थकहरूले यसलाई राजनीतिक उचाइको स्वाभाविक प्रगति भनेका थिए। यसैबीच बालेनले औपचारिक राजीनामा पत्र सार्वजनिक नगरिए पनि महानगरभित्र उच्च अधिकारीहरूले 2 साताभित्र पद खाली हुने स्पष्ट संकेत पाएको छ। रासोपा नेतृत्वले बालेनलाई केन्द्रीय समितिमा समेत विशेष भूमिका सहित प्रवेश गराउने तयारी गरेको पनि स्रोतहरूले बताएका छन्। अब सबैको नजर बालेनले कुन निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने भन्नेमा केन्द्रित छ। विश्लेषकहरूका अनुसार काठमाडौँ 1, काठमाडौँ 6 मा मधेसमा कुनै प्रमुख निर्वाचन क्षेत्रमा बालेनको सक्रियता देखिन सक्ने अनुमान गरिएको छ।